दर्शकबिन एलिना चौहानलाई विष्णु सापकोटाले छड्के हानेपछि भयो हङ्गामा। एलिना चौहान भन्छन् यस्तो। दर्शकबिन आउनुहोस् आजको भिडियोमा भने यसैबारे रहेर छोटो चर्चा गरौँ। कृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर हामीलाई साथ दिन भने नछुटाउनुहोला। दर्शकबिन पछिल्लो समयमा भने यता एलिना चौहानसँग डिभोर्स भइसकेपछि भने यता विष्णु सापकोटाले भने धेरै नै पछि एउटा दोहोरी मार्फत उनले गाएका थिए कि कुरै नगर छोडेर जानेको बरु गोत्र के हो नानीको भनेर भिडियो पोस्ट गरिसकेपछि भने यता विभिन्न थरीका आलोचना पनि गरिरहेका थिए। यही विषयलाई लिएर भने यता एलिना चौहानले भन्छन् कतै मलाई छड्के हानेको त होइन, यदि मलाई छड्के हानेको हो भने मलाई कुनै फरक पर्दैन। तिमी आफ्नो बाटो गर, म आफ्नो बाटो गर्छु। हाम्रो डिभोर्स भइसक्यो। अब तिमीले मलाई छड्के हानेर देखावटी मलाई जलाउन खोज्ने काम नगर्नु भन्दै यता एलिना चौहानले भनेकी छन्। यता यो कुराले भने विष्णु सापकोटा भने निकै दुखी पनि देखिन्छन्। उनले भने एउटा गीत मात्रै गाएका थिए, तर भने सत्यता भने यस्तो होइन। तर पनि यता एलिना चौहानले भने विष्णु सापकोटालाई यस्तो भनिसकेपछि भने यता विष्णु सापकोटा भने निकै नै निराश देखिन्छन्। तपाईँलाई के कस्तो लाग्छ त? के साँच्चै विष्णु सापकोटाले एलिना चौहानलाई नै छड्के हानेका थिए त? के साँच्चै अब एलिना चौहानलाई सधैँकै लागि भुलेका हुन् त? तपाईँलाई के कस्तो लाग्छ? कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न भने नछुटाउनुहोला।